हेलो गाइस, राधे राधे, सबैलाई नमस्ते। हजुरहरू सन्चै हुनुहुन्छ होला नि, आशा गर्छु कि हजुरहरू सन्चै हुनुहुन्छ। आज म चाहिँ बनाउँदैछु कसारको लड्डु र मेरो चाहिँ कसारको लड्डु बहुत फेभरेट हो गाइस। त्यसैले आज म घरमै कसारको लड्डु बनाउँदैछु। लड्डु बनाउनलाई मैले कराई ग्यासमा बसाइसकेको छु र एकछिन ताप्नलाई छोडिदिन्छु कराई र तातिसक्यो। र अब म चाहिँ यसमा हाल्दैछु चामलको पिठो। अब हल्का हल्का गरेर म चलाउँदै जान्छु यो पिठो। कसारको लड्डु चाहिँ साथी हो घरमा बनाएर त्यसै खानु हुँदैन है। आमाहरूले हजुरआमाहरूले बुढापाका मान्छेहरूले भन्नुभएको र आज म चाहिँ घरमै कसारको लड्डु बनाउँदैछु। र कसारको लड्डु बनाउन बहुत नियम छ है। कि त कसारको लड्डु बनाउन कि त कसैको बिहा हुनुपर्छ अरे, कि त कसैको घरबाट बिहा भएर कसारको लड्डु ल्याएर मिक्स गरेर मतलब त्यही बिहाको चाल ल्याएर चाहिँ चालेर बनाउन सकिन्छ है। त्यही भएर गाइस आज म चाहिँ कसारको लड्डु बिहाबाट ल्याएको थिएँ, अस्ति र राखिएको थिएँ। आज त्यही लड्डु मिक्स गर्छु अनि लड्डु बनाउँदैछु म चाहिँ। हाम्रो कसारको लड्डु हेर्नु होला साथै, रातो भएर भुट्दैछु म चाहिँ। अलिक मजाले भुटिसकेको छैन, मैले चाहिँ भुटिएर तयार भइसक्यो। अब म चाहिँ बनाउँदैछु गुडको पाक। अब म चाहिँ गुड निकालेर गुड पकालेर पिठोमा हालेर बनाउनु पऱ्यो। गुड पकाल्न हामीले बसाइसकेको छौँ। अब यो गुड पकाएपछि म चाहिँ पिठामा मिक्स गरिदिन्छु। यो गुडमा चाहिँ पकालेको टाइममा यसरी गोलमरिच र अलैँचीको पाउडर हाल्न सक्नुहुन्छ। यसले राम्रो टेस्ट लाग्छ, टेस्ट आउँछ र सेन्ट पनि राम्रो आउँछ। साथीहरू यहाँ हेर्न सक्नुहुन्छ है, मैले त्योबाट ल्याएर राखेको कसारको लड्डु र यो लड्डुमा मिक्स गरेर घरमै लड्डु बनाउँदैछु। हजुरहरूलाई पनि कसारको लड्डु खान मनपर्छ र यहाँ यदि घरमा बनाउन सोचिराख्नु भएको छ भने यसरी नै कसैको बिहाबाट ल्याएर राख्नु लड्डु र केही दिनपछि र केही महिनापछि खान सक्नुहुन्छ। यसरी नै घरमा बनाएर हजुरहरू पनि ट्राई गर्न सक्नुहुन्छ। यसरी म चाहिँ मिक्स गर्दैछु। हाम्रो गुडको पाक तयार भयो। अब यसरी मजाले हल्का हल्का बिस्तारै बिस्तारै गर्दै यसरी यसलाई यसमा मेल गर्नुपर्छ। हाम्रो लड्डु हेर्न सक्नुहुन्छ गाइस, कस्ता राम्रो लड्डु बन्ने गोल गोल हेर्न सक्नुहुन्छ गाइस, कसारको लड्डु बनेर तयार बनेर। र आज चाहिँ म घरमा एक्लै छु, मधु पनि छैन र बनाएर अब ट्राई गर्नु पऱ्यो। हेर्नु होला गाइस, मस्ती भएछ कलर पनि हाम्रो। र हजुरहरू पनि घरमा बनाएर ट्राई गर्नु होला, खानु होला। आजको लागि बाई, भोलि फेरि नेक्स्ट भिडियोमा भेटिन्छ।